के चाहिँ प्रब्लम छ त वाट इज बिङ प्रब्लमेटिक भन्दाखेरि नि डिभाइड भइरहेको छौँ नि त डिभाइड हुँदाखेरि सरकारले कसको चाहिँ आवाज सुन्ने त सबैको आवाज सुन्नुहोस् न भनेर चाहिँ युनाइटेड हुनुपर्छ भनेर चाहिँ हामीहरू हुँदैछौँ हजुर त्यही त हामी यहाँ एक्सक्युज मी हामीहरू यहाँ कतिजना छौँ नि होइन युनाइटेड हुँदैन आएका हौँ के त्यो हजुरहरूले ओभरलुक नगरिदिनुहोस् प्लिज यति भन्छु हामीहरू यहाँ सबैजना इन्डिभिजुअल सबैजना ठाउँबाट युनाइटेड हुँदै आइरहेको छौँ र त्यो प्रोसेस जारी नै रहिरहेको छ र अझै पनि युनाइटेड हुँदै 2-4 दिनको कुनै अल्टिमेटम अथवा टाइम दिनुभएको छ कि के छ सरकारलाई त्यस्तो त होइन तर सकिसक्दो चाहिँ छिटै हामीले चाहिँ छिटै नै हामीहरूले चाहिँ उहाँबाट अझै त्यो पोजिटिभ कुन खालको मुभ नेक्स्ट मुभ हुन्छ त्यो आशा गरेको छौँ र यति हो कि हामी होपफुल छौँ फर द फर्दर डिसिजन्स एन्ड स्टेप्स अरु केही छ कोही साथीहरु त्यही सरकारमाथि धेरै आशा छ हाम्रो आशा पुरा हुन्छ भन्ने धेरै भरोसा छ मैले अघि भनिसकेँ सरकारबाट के भूमिका हुन सक्छ भनेर हजुर दोहोऱ्याइ एउटा प्रश्न नसोध्नुहोस् होइन थ्याङ्क यू सो मच यसरी आइदिनु भयो र हाम्रो कुरा सुन्नको लागि वेट गरिदिनु भयो थ्याङ्क यू सो मच जय नेपाल जय परिवर्तन